कावासोती एक भूगोलको नाम मात्र होइन, सम्भावनाको सपना हो। नवलपुर जिल्लाको मुटुमा हरियाली वन, शीतल खोला र सुगन्धित बालीसँगै फस्टाउँदै गएको सहर कावासोती नगरपालिका। 2071 सालको वैशाख 25 गते नेपाल सरकारले नवलपरासी जिल्लाको कावासोती, पिठौली, शिव मन्दिर र अग्यौली गरी 4वटा गाउँ विकास समितिलाई समेट्दै 16वटा वडामा यो नगरको स्थापना गर्यो। त्यसपछि 2073मा कुमारवर्ती गाउँ विकास समिति पनि समाहित भई आजको 17 वडामा विस्तार भएको कावासोती नगरपालिकाले जन्म लियो। यस नगरको नाम कावासोती साबिकको कावासोती गाविस र एउटा प्राकृतिक चिनारीसँग गहिरो रूपमा गाँसिएको छ। कावा भन्ने शब्द वृत्ताकार यात्रा जनाउँछ भने सोती भनेको तेर्सो जमिनमा सलल बग्ने पानी। यही बग्ने पथ केरुङ्गे खोला, पत्थर खोला, लुका खोला र बाढ खोला जस्ता नदी नालाले यो भूमि उब्जाउ बनाएका छन्। यिनै खोला र तिनको धाराबाट जन्मिएको यो नाम प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको प्रतीक हो। 108.35 वर्ग किलोमिटरमा फैलिएको यो नगर 86,000 भन्दा बढी जनसङ्ख्या सहित विविध जात जाति, धर्म, संस्कृति र भाषाभाषीको साझा चौतारी बनेको छ। यहाँ ब्राह्मण, क्षेत्री, थारू, मगर, गुरुङ, माझी, बोटे, मुसर लगायत सम्पूर्ण जाति र समुदायहरू सहअस्तित्वमा रहेका छन्। हिन्दू, बौद्ध, मुस्लिम र इसाई धर्मावलम्बीहरू आफ्नो परम्परा अनुसार बाँच्दै साझा सभ्यता बनाउँदैछन्। कावासोती कृषिका लागि उर्वर भूमि हो, तर कावासोती अब केवल कृषि होइन, पर्यटनमा पनि आफूलाई चिनाउँदैछ। नारायणी नदीको तटीय क्षेत्र, अमलटारीको होमस्टे, पिठौली नदी किनार, महाराजा थानको इतिहास र जटायु रेस्टुरेन्टको नवीनता यी सबैले कावासोतीलाई पर्यावरणीय र सांस्कृतिक पर्यटनको केन्द्र बनाइरहेका छन् र कृषिसँगै पर्यटनको समेत सम्भावना यहाँ प्रचुर रहेको छ। अब राष्ट्रिय निकुञ्ज पनि भएको, नारायणी नदीको किनार भएको र चाहिँ जङ्गल पनि भएको हुनाले यसलाई चाहिँ अब पर्यटकीय क्षेत्रले हामीले भइरहेको होमस्टेलाई अझ प्रभावकारी ढङ्गले कसरी जान सकिन्छ र यो नगरभित्र रहेका सम्भावित पर्यटकीय स्थलहरूलाई अझ व्यवस्थित ढङ्गले अगाडि बढाएर चाहिँ प्रचार प्रसार गर्न सकियो भने अझ यसको चाहिँ नगरपालिकाप्रतिको चाहिँ छाप र पर्यटकीय दृष्टिकोणले चाहिँ सम्भावित छ भन्ने खालको चाहिँ बुझाइरहन्छ। हामीले त्यही ढङ्गले अगाडि बढ्नुपर्छ। यहाँको माटो यहाँका मानिसको पसिना र स्वाभिमानसँग मिसिएको छ। धान, गहुँ, मकै यी यहाँका मुख्य अन्नबाली हुन्। माटोसँगको माया र मेहनतसँगको आत्मीयता कृषकको अनुहारमा देखिन्छ। पालिकाले अनुदान, तालिम र प्रोत्साहन मार्फत कृषिलाई समृद्धिको मेरुदण्ड बनाउन लागि परेको छ। पशुपालन र माछापालन यहाँको अर्को जीवनरेखा हो। दुग्ध उत्पादनमा आधारित कार्यक्रमले किसानको जीवनस्तर उकास्दैछ। माछापालनले आय आर्जनको नयाँ बाटो खोलिदिएको छ। कावासोती नगरपालिकामा स्थापना भएको पशुपक्षी विकास शाखाले विगत वर्षदेखि नै पशुपक्षी क्षेत्रको विकास, त्यसपछि उत्पादन र त्यसको बजारीकरणमा आधारित रहेर विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ, जस अन्तर्गत महत्त्वपूर्ण क्रियाकलापहरूमा हामीले प्रति लिटर दुधमा अनुदान दिँदै आइरहेका छौँ। विगतको आर्थिक वर्ष 75-76 सालदेखि नै दुग्ध उत्पादनमा आधारित अनुदान प्रदान गरिँदै आइएको छ भने हालसालै पनि प्रति लिटर 2 रुपियाँको दरले नगद अनुदान प्रदान गरिराखिएको छ। यस वर्ष पनि यो कार्यक्रम सञ्चालन हुन्छ भने त्यस्तै हामीले पशुपक्षी पालनमा अत्यावश्यक हरियो घाँस उत्पादनमा आधारित अनुदान पनि अघिल्लो वर्ष 80-81बाट सुरुवात गरेका छौँ। जस वर्ष यस आर्थिक वर्षमा पनि हामी बहुवर्षीय हरियो घाँसमा अनुदान प्रदान गरिरहेका छौँ। त्यस्तै नगरपालिकाले माछाको रूपमा पनि अब माछाको उत्पादन राम्रो हुने भएकाले माछा पालन किसानलाई सहयोगी हुनका लागि प्लास्टिक, भुरा लगायत यान्त्रिकरण सामग्री पनि सहयोग गर्दै आइरहेको छ।
त्यस्तै अब नगरपालिकाबाट नियमित रूपमा उपचारका कार्यक्रमहरू पनि सञ्चालन हुन्छन्। पशुवस्तुहरूलाई त्यस्ता किसिमका केही समस्याहरू आयो भने अब त्यसको किसानहरू शाखामा र हाम्रो पशु सेवा केन्द्र अघिउली पनि रहेको छ, त्यहाँ किसानहरू आउनुभयो र आफ्नो समस्या बताइसकेपछि चाहिँ त्यसको समाधानका लागि आवश्यक औषधिहरू निःशुल्क रूपमा पनि वितरण गर्छौँ। साथै अब हामीले कृत्रिम गर्भाधान जुन चाहिँ पशु नस्ल सुधारका लागि अत्यावश्यक कृत्रिम गर्भाधान कार्यका लागि आवश्यक पर्ने तरल नाइट्रोजन निःशुल्क रूपमा उपलब्ध गराउँछौँ भने जसलाई कृत्रिम गर्भाधान गर्न आवश्यक पर्ने बिरियललाई चाहिँ सशुल्क रूपमा हामीले प्रदान गर्ने गर्छौँ, जुन चाहिँ अब हामीले नियमित रूपमा प्रदान गर्छौँ हैन, जुन प्राविधिकहरूले कृत्रिम गर्भाधान गर्नुहुन्छ, जुन चाहिँ हाम्रो सजिलो माध्यम पनि हो, नस्ल सुधारको सजिलो माध्यम पनि हो। यसका साथसाथै अब पशुपक्षी विकास शाखाले अब किसानहरूको क्षमता वृद्धिका लागि क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गरिदिने गर्दछ, जस अन्तर्गत यस आर्थिक वर्ष 81-82 पनि हामीले 209 जना किसानहरूलाई पशुपक्षी सम्बन्धी क्षमता विकास कार्यक्रम सञ्चालन गर्यो, जसले गर्दा पशुपालनमा हुने विभिन्न किसिमका रोग प्रकोप र समयमा निराकरण र कसरी उच्च नस्लका पशुपालन गर्न सकिन्छ, जसबाट राम्रो उत्पादन लिन सकिन्छ भन्ने विषयमा जानकारी प्रदान गर्यौँ, जसले पनि अब आउँदा दिनमा काउसती नगरपालिकाको पशुजन्य उत्पादन वृद्धि हुनेछ भन्ने पनि अपेक्षा लिएका छौँ। जस अन्तर्गत अरू अन्य क्रियाकलापहरू जुन कृषकलाई परामर्श दिने कुराहरू, त्यस्ता महामारी रोग नियन्त्रणका क्रियाकलापहरू पनि काउसती नगरपालिकाले सञ्चालन गर्ने गर्दछ। साथसाथै अब यो निःशुल्क अहिले भेटनरी अस्पतालको सहयोगमा चाहिँ नगर क्षेत्रका सबै वडाहरूमा पशुपक्षीलाई आवश्यक पर्ने खोपहरू जुन चाहिँ खोरेत, भ्याकुते चर्सरे हैन, रेबिज, त्यस्तै बाख्रामा लाग्ने पिपिआर रोग, बङ्गुरमा लाग्ने स्वाइन फिभर लगायतका खोपहरू पनि निःशुल्क रूपमा काउसती नगरपालिकाको समन्वयमा सञ्चालन भइरहेको छ। गुणस्तरीय शिक्षा आजको आवश्यकता हो, भोलिको ग्यारेन्टी। यही सोचका साथ कावासोती नगरपालिका सामुदायिक विद्यालयहरूको भौतिक सुधार, प्राविधिक शिक्षाको प्रवर्धन, स्कुल बस सेवा र विद्यार्थी मैत्री वातावरणको विकासमा लागि परेको छ। पालिकाभित्र रहेका सामुदायिक विद्यालय, यहाँका क्याम्पसहरूले हजारौँ दक्ष जनशक्ति उत्पादन गरिसकेका छन् र अहिले पनि विभिन्न प्राविधिक शिक्षा प्रदान गर्ने, सिपमूलक शिक्षा प्रदान गर्ने क्रममा नगरपालिका अघि बढेको छ। शिक्षाको क्षेत्रमा कावासोतीले विगतको तुलनामा धेरै फड्को मारेको छ। यसका लागि यहाँका निजी विद्यालयको योगदान समेत रहेको कुरा नकार्न सकिँदैन। कावासोती नगरपालिकाको शिक्षा शाखाले सम्पादन गर्ने कामहरूलाई नेपालको संविधानले व्यवस्था गरेअनुसार स्थानीय सरकारको शिक्षासँग सम्बन्धित काम कर्तव्य अधिकारलाई स्थानीय सरकार सञ्चालन ऐनले थप प्रष्ट पारेको छ। त्यो स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गतका 23वटा कामहरू नै हाम्रो मार्गदर्शक कामहरू हुन्। त्यही अनुसार चाहिँ हामीले काम गर्दै आइरहेका छौँ। मूलतः सङ्घ र प्रदेशका शिक्षासँग सम्बन्धित बजेटलाई, काम क्रियाकलापहरूलाई सम्पादन गर्ने काममा सहयोग गर्छौँ र तत्पश्चात स्थानीय सरकारले विनियोजन गरेका शिक्षाका प्राथमिकता र कार्यक्रमहरूलाई सम्पादन गर्ने काम नै हाम्रो मुख्य काम हो। यो भित्र मूल रूपमा शिक्षाका स्थानीय नीतिहरू बनाउने, कानुनहरू, कार्यविधिहरू, निर्देशिका, मापदण्डहरू बनाउने र सोको कार्यान्वयन गर्ने एउटा काम हुन्छ भने विद्यालय तहमा हेर्दा विद्यालयको समग्र व्यवस्थापनमा, विद्यालयको शैक्षिक सुशासनमा कायम गर्नका लागि, नतिजा सुधारका लागि, विद्यालयको पूर्वाधार विकास गर्नका लागि, अभिभावकको सचेतना र अभिभावकहरूमा विद्यालय शिक्षाप्रतिको जिम्मेवारी, जवाबदेहिता र योगदानका विषयमा अभिभावकहरूलाई जागरुक बनाउने लगायतका कामहरू नै हाम्रो पर्छन्। यो बाहेकको अनौपचारिक शिक्षाका क्रियाकलापहरूलाई पनि सम्पादन गर्ने, व्यवस्थापन गर्ने र अनौपचारिक शिक्षाको अलावा सिप सिकाइका कार्यक्रमहरूलाई पनि समन्वय र सहजीकरण गर्ने कामहरू शिक्षा शाखाले गर्दै आएको मुख्य कामहरू नै हुन्। यो बिचमा अन्य यहाँको शैक्षिक गुणस्तर सुधारका लागि गरिएका असल अभ्यासहरूमा के रहन सक्छन्? कावासोती नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन आए पश्चात आफूलाई सही तरिकाले व्यवस्थापन गर्नका लागि कानुनी प्रबन्ध, शिक्षाका गतिविधिहरूलाई व्यवस्थित गर्नको लागि कानुनी प्रबन्धहरू व्यवस्थित गरेको छ। कावासोती नगरपालिकाको शिक्षा कार्यविधि, छात्रवृत्तिका लागि व्यवस्थापन गर्नका लागि कार्यविधि, प्राविधिक धारका सञ्चालित विद्यालयहरूका लागि
छात्रवृत्ति र अनुदान व्यवस्थापन गर्नका लागि कार्यविधि र विद्यालयहरूको वर्गीकरण र त्यसको व्यवस्थापन गर्नका लागि मापदण्ड र सूचकहरू लगायतका नीतिगत व्यवस्थाहरू बनाएको छ, जसले गर्दा कार्यान्वयनलाई नीतिगत रूपमा र पारदर्शी, जवाबदेही र योग्यताका आधारमा काम गर्नका लागि यसले संस्थागत गरेको छ। र तत्पश्चात यस कालसती नगरपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालयहरूको आन्तरिक शैक्षिक सुशासनलाई प्रभावकारी र व्यवस्थित गर्नका लागि विद्यालय सुधार योजना, सामाजिक परीक्षण र त्यसका आधारमा कार्य सम्पादन र वार्षिक रूपमा यसरी काम गर्ने विद्यालयहरूलाई पुरस्कृत गर्ने ढङ्गबाट काम गर्दै आइरहेको छ। र शिक्षकहरूको क्षमता विकासका लागि 753वटै स्थानीय तहमध्ये ब्रिटिस काउन्सिलसँगको सहकार्यमा पहिलो पटक होल स्कुल डेभलपमेन्ट प्रोग्राम हाम्रो कालसती नगरपालिकामा सञ्चालन गरी करिब 400 जना शिक्षकहरूलाई क्षमता विकास तालिम सघन रूपमा सञ्चालन गरिएको छ। र शिक्षकहरूमा अनुसन्धानमा आधारित भएर पठन पाठन गर्नका लागि र विद्यार्थीहरूलाई नेसनल इन्टरनेसनल एक्सपोजर पनि प्राप्त होस् भनेर परियोजनामा आधारित सिकाइलाई व्यवस्थित गर्नका लागि तालिमलाई व्यवस्थित गर्ने गरी सोही ढङ्गबाट व्यवस्थित गरिएको थियो र यसलाई निरन्तरता दिने गरी पनि तालिमहरू सञ्चालन हुँदै आइरहेको छ। र तत्पश्चात विद्यालयहरूको भौतिक पूर्वाधारलाई आवश्यकताका आधारमा विकास गर्दै जानका लागि सङ्घबाट प्रदेशबाट प्राप्त भएका अनुदानहरू आवश्यकीय विद्यालयहरूमा सिफारिस गर्ने र स्थानीय तहले पनि बढी विद्यार्थी भएका विद्यालयहरूलाई विद्यार्थीको आधारमा अनुदानहरू उपलब्ध गराएर भौतिक पूर्वाधारलाई क्रमिक रूपमा व्यवस्थित गर्ने प्रयास गरिएको छ। र वडाहरूबाट पनि आफ्नो वडाभित्रका विद्यालयहरूमा सोही ढङ्गको प्राथमिकताका साथ काम गरेको अवस्था छ। यति मात्र होइन, हामीले कालसती नगरपालिकाको विद्यालयहरूमा रहेको पूर्व प्रारम्भिक कक्षालाई पहिलो व्यवस्थित गर्नुपर्छ भन्ने हिसाबले पूर्व प्रारम्भिक कक्षालाई लक्षित गरेर सामग्रीहरू निर्माण गर्ने, तालिमहरू सञ्चालन गर्ने र सोही तहमा सिकाइको जग बलियो बनाउनका लागि बढी फोकस दिएको हाम्रो अभ्यास छ। र मलाई लाग्छ 753वटा स्थानीय तहहरूमध्ये नै सघन रूपमा विद्यालयहरूमा करेसाबारी व्यवस्थापन गर्ने र करेसाबारीमा विद्यार्थीहरू स्वयंलाई अर्ग्यानिक खेती गर्नका लागि सिकाउने, श्रम र माटोमा विद्यार्थीहरूलाई जुन किसिमको अनाकर्षण देखिन्छ विद्यालय तहदेखि नै माटो चिन्ने, श्रम गर्ने र आफैले उत्पादन गरेको कुरालाई विद्यालयको दिवा खाजामा प्रयोग गर्ने ढङ्गबाट कालसती नगरपालिकाले 24वटा विद्यालयहरूलाई छनौट गरेर ती विद्यालयहरूमा करेसाबारी निर्माण र करेसाबारीमा सिजन अनुसारको तरकारीहरू उत्पादन गर्ने र त्यसलाई उत्पादित तरकारीलाई दिवा खाजामा प्रयोग गर्ने अभ्यास गरेका छौँ। यो हाम्रो नगरपालिकाको एउटा उदाहरणीय प्रयास हो। र त्यो बाहेकको नसक्ने विद्यार्थीहरूको, आर्थिक रूपले विपन्न विद्यार्थीहरूको लागि गत वर्ष 15 लाखभन्दा बेसी रकम विनियोजन गरेर नगरपालिकाले नै विनियोजन गरेर नसक्ने विद्यार्थीहरूलाई छनौट गरेर छात्रवृत्ति दिने एउटा अभ्यास पनि गरिएको छ। सो बाहेकको कक्षा 11 र 12मा विज्ञान विषय पढ्ने विद्यार्थी बाबु नानीहरूलाई सामुदायिक विद्यालयमा साइन्स चलेका ठाउँमा 2वटा विद्यालयमा चलेको छ। त्यहाँ 2वटा विद्यालयमा पूर्णतया निःशुल्क 10 जना विद्यार्थीलाई पूर्णतया निःशुल्क गर्ने गरी साइन्समा विद्यार्थीहरूको आर्थिक हिसाबले पहुँच पुग्न नसकेका विद्यार्थीहरूलाई पढ्ने पूर्ण छात्रवृत्तिको पनि अभ्यास गरिएको छ। र कालसती नगरपालिकाभित्र रहेका 2वटा प्राविधिक धारका विद्यालयहरूमा 5-5 जनाका दरले पूर्णतया निःशुल्क 3 इयर्स डिप्लोमा पढ्नका लागि पनि छात्रवृत्तिको व्यवस्थापन कालसती नगरपालिकाले गर्दै आएको छ। र यो बाहेक विद्यार्थीहरूको सृजनात्मक प्रतिभालाई अगाडि बढाउनका लागि प्रत्येक विद्यालयमा विद्यालयका कोपिलाका रूपमा विद्यार्थीहरूको लेख रचनाहरूलाई, सृजनाहरूलाई सङ्कलन गरेर हरेक विद्यालयमा विद्यालयका कोपिला, वार्षिक साहित्यिक पत्रिका विद्यालयहरूमा निकाल्ने र सो पत्रिकाबाट र विद्यार्थीहरूको अन्य विभिन्न प्रतिस्पर्धाहरूबाट छनौट भएका लेख रचना, विद्यार्थीका सृजनाहरूलाई सङ्कलन गरेर प्रत्येक वर्ष कालसती नगरपालिकाले नगरका कोपिला प्रकाशन गर्छ र हामी 5औं अङ्कमा आइसकेका छौँ। यसले पनि विद्यार्थीहरूको सृजनात्मकता, उनीहरूको पठन पाठनका अलावा अन्य रुचि र सिकाइ अवसरहरूलाई त्यसको क्षितिजलाई फराकिलो गराएको हामीले महसुस गरेका छौँ। यो बाहेकको नतिजा सुधारका लागि हाम्रा सघन प्रयासहरू जारी छन्। प्रत्येक शिक्षकले
नतिजा सुधारका लागि आफ्नो विषयमा वार्षिक रूपमा सिकाइको लक्ष्य तय गर्ने, प्रत्येक त्रैमासिक रूपमा हुने परीक्षामा आफूले प्राप्त गर्नुपर्ने नतिजालाई पनि लक्ष्य किटान गरेर जाने र शिक्षण सुधारका योजनाहरू निर्माण गर्नुपर्ने र सोही ढङ्गबाट जवाबदेही पनि हुनुपर्ने गरी शिक्षकको तहमा, विषयगत तहमा र नगरपालिकाको तहमा विद्यालयले सो लक्ष्य हासिल गर्नुपर्ने गरी समग्र विद्यालयको सिकाइ उपलब्धिलाई किटान गरिएको अवस्था छ। यसरी लक्ष्यमा आधारित अथवा नतिजामा आधारित अथवा कार्य सम्पादनमा आधारित ढङ्गबाट पठन पाठन र शिक्षण सिकाइलाई अगाडि बढाउने प्रयास गरिएको छ, जसको कारणले क्रमिक रूपमा हाम्रो स्ट्यान्डर्ड परीक्षाहरूमा पनि नतिजा सुधार हुँदै आएको छ। यसरी शिक्षकको क्षमता विकास, नतिजा सुधार, पूर्वाधार विकास, विद्यालय करेसाबारीको निर्माण र सिकाइलाई अनुसन्धानमा आधारित, परियोजनामा आधारित बनाउने र नगर स्तरीय अतिरिक्त क्रियाकलाप कम्तीमा पनि महिनामा एउटा विद्यालयमा नगरले नै सञ्चालन गर्ने गरी गरिएको छ। यी नै मूलभूत रूपमा हामीले गरिएका प्रयासहरू हुन्। यी बाहेकको सङ्घले, प्रदेशले लक्षित गरेका क्रियाकलापहरूलाई हामीले निर्धारित कार्यविधि अनुसार नै समयभित्र नै सम्पादन गर्दै आएका छौँ। यसरी सङ्घ, प्रदेश र स्थानीयको शिक्षा विकासको सन्दर्भमा रहेका ऐन, नीति, नियम, कार्यविधि र कार्यक्रमलाई प्रभावकारी रूपमा सम्पादन गर्नका लागि कावासोती नगरपालिका प्रयत्नरत छ। सामुदायिक वनमा गैँडा, हरिण जस्ता वन्यजन्तु अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ। होमस्टेहरूले अतिथि देव भवको सन्देश संसारभरि पुर्याइरहेका छन्। पर्यटनसँगै जलवायु परिवर्तनका विषयमा समेत पालिका सचेत रहेको छ। वृष्टि, अनावृष्टि, भूक्षय, वनजङ्गलको विनाशपछिका हाम्रा स्रोतहरू, पानीका स्रोतहरू सुक्खा हुँदै जाने र तल्लो तटीय क्षेत्र अर्थात् मधेस र तराईमा सुक्खा हुने, उत्पादनमा ह्रास आउने कुराहरू जलवायु परिवर्तनका एउटा मूल कारक तत्त्व। तर हाम्रा जलवायु परिवर्तनमा हाम्रा खानीहरू, हाम्रा उद्योगहरू, हामीले स्थापना गरेका चाहिँ जे जति छ त्यसले वातावरणलाई असर गरेको कुरा हामी पाउँछौँ। जलवायु परिवर्तनले हिम श्रृङ्खलाहरू अहिले काला पहाडमा रूपान्तरण भइरहेका छन्। यो हाम्रो मात्र कारण होइन, संसारभरिका देशका युद्धदेखि, उद्योगदेखि, त्यसबाट निस्कने ग्यासले चाहिँ हाम्रो पहाडहरू अहिले सुक्खामा रूपान्तरण भइरहेछ। हाम्रो सगरमाथा कता काला पहाडमा केही वर्षपछि रूपान्तर हुन्छ कि अर्को टापुमा जान्छ कि भन्ने वातावरणविदहरूलाई यो चिन्ताको विषय छ। हामीसँग अहिले पछिल्लो कालखण्डमा सामुदायिक वनको कन्सेप्ट जति बेला आयो, अहिले हामी वन संरक्षणका धनी पनि छौँ। हाम्रा समूहहरूले आफ्नो खेत, आफ्नो परिवार, आफ्नो बच्चाभन्दा पनि बढी त्यसलाई समय दिनुपर्छ। त्यसकारण वन संरक्षणमा नेपाल अगाडि छ, जसले हामीले धेरै उत्पादन गरेका छौँ। तर दुर्भाग्य अर्को फेरि हामीसँग सँगसँगै छ, राष्ट्रिय पोलिसी भएन। हामी मलेसियाको काठ ल्याउँछौँ, हाम्रो चाहिँ सामुदायिक वनका काठहरू जङ्गलमा गएका छन्। त्यो राजस्वलाई हामीले चाहिँ अगाडि बढाउन सकेका छैनौँ। त्यसकारण नीतिगत निर्णय गर्ने ठाउँमा जो पुग्नु भएको छ त्यहाँ पनि ख्याल गर्नुपर्छ। अब सामुदायिक वन र वन व्यवस्थापन हाम्रो चाहिँ जनप्रतिनिधि साथीहरू त्योभित्र रहनुभएको छ। कार्ययोजनाहरू हामी बनाएका छौँ। अब अलि वृहत ढङ्गले हामीले बनाउन सकेका छैनौँ। गैर सरकारी संस्थालाई हामी यसरी आमन्त्रण गरेर त्यो कार्यक्रम चलाउन नसकेको भए पनि हामी वन संरक्षण सम्बन्धमा हाम्रो पालिका लागेको छ। सहरोन्मुख यो नगरको संरचनागत विकासमा पनि द्रुत गतिमा अघि बढिरहेको छ। सडक स्तरोन्नति, नाला व्यवस्थापन, योजना अनुसारको बस्ती विकास, यी सबै कार्यहरूले एक समुन्नत सहरी जीवनशैलीको सङ्केत गरिरहेका छन्। कावासोती नगरपालिकाले विभिन्न रूपमा फड्को अगाडि मारिरहेको छ।
सबैभन्दा पहिला यसलाई चाहिने कुराहरू विभिन्न हाम्रा नीति नियम ऐन कानुनका कुराहरू हुन्छन्। त्यो अन्तर्गत हामीले समग्र पूर्वाधारको नियन्त्रण गर्नको लागि यसको चाहिँ हाम्रो बस्ती विकास सम्बन्धी मापदण्डहरू कार्यान्वयनमा आएका छन्। यहाँका चाहिँ संरचनाहरूलाई भूकम्प प्रतिरोधात्मक तयार गर्नको लागि हाम्रो बिल्डिङ कोडहरू एप्लिकेसन गरिएको छ काउसती नगरपालिकाभित्र। त्यसपछि हाम्रो वातावरण मैत्री स्थानीय शासनको प्रारूप स्वरूप यहाँनिर चाहिँ यो सहरहरूलाई चाहिँ सुन्दर हराभरा र ग्रिनरी वातावरण मैत्री हुनुपर्छ भन्ने कन्सेप्टले त्यो कामहरू पनि अगाडि बढिरहेका छन्। र अर्को संरचनागत र पूर्वाधारको हिसाबले हेर्नुपर्दा काउसती नगरपालिकाले यहाँको चाहिँ पूर्व निर्णय अनुसार नै यो चक्रपथ परियोजनालाई चाहिँ प्राथमिकता दिएर अहिले पनि चक्रपथको चाहिँ 3 ठाउँबाट कामहरू भइरहेको छ। अधिकांश काम सकिसकेको अवस्था पनि छ। त्यस्तै यो ओभरअल नगरपालिकाका बाटोहरूको नियमन गर्नुपर्छ। अब कस्तो बाटोहरू डिजाइन गर्ने भनेर हामीले यसै आर्थिक वर्षमा चाहिँ यो सडक यातायात गृह योजना एमटिएमपी पनि भन्छ यसलाई, यो चाहिँ नगरपालिकाले स्वीकृत गरेर कार्यान्वयनमा ल्याएको छ। यसले गर्दा अब बन्ने नगरपालिकाका बाटोहरू कस्तो मोडालिटीको बन्ने, कति चौडाइको बन्ने र कुन डिजाइनको बन्ने भन्ने कुरा चाहिँ एमटिएमपीमा केन्द्रित हुन्छ। यसले गर्दा फरक क्षमता भएका मान्छेहरूको लागि पनि त्यहाँनिर अब बाटो डिजाइन गर्नुपर्छ भन्ने कुरा उल्लेख गरिएको छ। त्यस्तै बाटो निर्माण गर्दाखेरि हामीले वातावरण मैत्री रुख बिरुवाहरूलाई पनि त्यहाँनिर अब समावेश गर्नुपर्छ। अनि त्यसपछि ड्रेनेजका कुराहरू गर्नुपर्छ भनेर त्यहाँ उल्लेख गरिएको छ। त्यस्तै हामीले चाहिँ अब नगरपालिकामा अलिकति बढी डुबानको क्षेत्र भएको र यो केही वडाहरूमा चाहिँ अब अर्बन सिनारियो देखा पर्ने भएकोले नगरपालिकाको ओइल प्लान चाहिँ ड्रेनेज र सिवर सिस्टम बनाउनुपर्छ भन्ने हिसाबले त्यता पनि प्राथमिकरण गरी हामीले काम अगाडि बढाइरहेका छौँ। त्यस्तै विभिन्न वार्डमा चाहिँ हामीले खानेपानीका ट्याङ्कीहरूको पनि निर्माण भइरहेको छ काउसती नगरपालिका अन्तर्गत। त्यस्तै हामीले भवनको हिसाबले हेर्नु पर्यो भने भर्खर मात्रै 28 बिघा स्वास्थ्य चौकी जुन शिव मन्दिर स्वास्थ्य चौकी पनि भनिन्छ त्यसको चाहिँ आफ्नै नवनिर्मित संरचना तयार गरेर एउटा टहरामा भएको स्वास्थ्य चौकीलाई चाहिँ भवनमा अस्पताल भविष्यको चाहिँ नगर अस्पतालको कन्सेप्ट सहितको चाहिँ हामीले तयार गरेर निर्माण कार्य पनि सकिसकेको छ। त्यस्तै अब यो केरुङ्गे खोलालाई चाहिँ संरक्षण गर्नको लागि विभिन्न चरणमा गरेर करिब 6-7 करोडको चाहिँ तटबन्धनको कार्यहरू यहाँनिर भइरहेको छ। अहिले पनि त्यो जारी छ अवस्था छ। अब यो खोलामा बस्तीमा पस्ने क्षेत्रहरू संवेदनशील जोखिम क्षेत्रहरूको चाहिँ पहिचान गरेर त्यहाँनिर तटबन्धन निर्माण कार्य चाहिँ अगाडि बढिरहेको छ। त्यस्तै पोखरी तालको संरक्षणको हिसाबले सघन सहरी कार्यक्रम अन्तर्गत त्यहाँनिर काम भइरहेको छ। हामीले जुन पोखरी तालको चाहिँ एउटा डेभलपमेन्ट गर्नुपर्ने तरिकाले प्लान तयार गरेको थियो नगरपालिकाले, त्यो भइरहेको छ। त्यस्तै विभिन्न मापदण्डहरू कार्यान्वयनमा हामीले यो एक घर 2 रुखको चाहिँ अवधारणा पनि ल्याएका छौँ र त्यो अनुसार कार्यान्वयन सुरु गरिसकेका छौँ। नक्सा पास लिन आउने मान्छेले चाहिँ अनिवार्य रुख रोप्नुपर्ने भन्ने कुरा गरिएको छ। त्यस्तै अब यो हाइवे बनिसकेपछि र सडक विभागबाट चाहिँ कार्य सम्पन्न भइसकेपछि हामीले त्यहाँनिर विभिन्न प्रजातिकाहरू बिरुवाहरू लगाएर ग्रिनरी मेन्टेन गर्ने कुरा पनि नगरपालिकाले सोच बनाएको छ। त्यही भएर हेभी स्ट्रक्चर लाइटहरू जुन चाहिँ उज्यालो गराउँछ बाटोलाई, त्यो लाइटहरू पनि नगरपालिकाले हाल्ने तरिकाले सोच अगाडि बढेको छ। र विभिन्न हिसाबले ल्यान्ड पुलिङका कन्सेप्टहरू ल्याएर त्यस्तै हिजो कुलोहरू थिए, अलिकति कुलोहरू हराइरहेको अवस्था छन्, ती कुलोहरू खोज्नुपर्छ भनेर पनि प्राथमिकरणको लागि अगाडि बढाइरहेको छ काउसती नगरपालिकाले। युवा र महिलालाई स्वरोजगारमुखी बनाउँदै पालिकाले सिपमूलक तालिम, रोजगार कार्यक्रम र आर्थिक सशक्तिकरणका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। सशक्त नागरिक नै सशक्त नगरको आधार हो। बालमैत्री नगर निर्माणमा समेत पालिका लागि परेको छ। आजका बालबालिका भोलिका कर्णधार हुन्, जो भोलि यो पालिका र देश हाँक्न सक्नेछन्। यसकारण समेत उनीहरूको चौतर्फी विकासका लागि बालमैत्री नगर निर्माणको योजना अनुसार काम अघि बढिरहेको छ। महिला बालबालिकाका क्षेत्रमा पनि पालिकाले लगानी उत्तिकै गरिरहेको छ। हाम्रो चाहिँ यो महिला बालबालिका शाखाबाट विशेष गरिकन महिला बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्तिहरू र द्वन्द्व प्रभावित हिंसामा परेका महिला बालबालिकाहरूको सम्बन्धमा नै हामीले चाहिँ विशेष गरी काम गर्छौँ। र अहिले हाम्रो यो काउसती नगरपालिकाबाट अपाङ्गता क्षेत्रमा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूलाई परिचय पत्रहरू वितरण भइरहेको छ। उहाँहरूलाई अब नियमअनुसार पाउने
4 प्रकारको परिचय पत्रहरू हामीले चाहिँ वितरण गरिरहेका छौँ। अब त्यसै गरी सचेतनामूलक कार्यक्रमहरू पनि भइरहेको छ अपाङ्गताको क्षेत्रमा र अनि महिला सशक्तिकरण सम्बन्धी कार्यक्रमहरू भइरहेको छ। वडामा गएर सशक्तिकरणका सचेतनामूलक कामहरू गरिरहेका छौँ। अनि त्यसै गरी यो हाम्रो यस महिला बालबालिका शाखाले हिंसामा परेका व्यक्तिहरूको लागि पनि काम गरिरहेको छ। हाम्रो चाहिँ यो हिंसा प्रभावितहरूका लागि अल्पकालीन आश्रय सहितको सेवा केन्द्र पनि सञ्चालित अवस्थामा छ। यसबाट हिंसामा परेका अनि घरेलु हिंसा अनि अब के अरे रेप केसहरू भएका त्यस्ता खालका महिलाहरूलाई पनि हामीले चाहिँ त्यो सेवा केन्द्रमा राखेर सेवा दिइरहेका छौँ। यसै गरी अब हाम्रो यो काउसित नगरपालिकामा अहिले चाहिँ बालमैत्रीको अभियान चलिरहेको छ र बालमैत्री यो वर्ष हामीले चाहिँ 4वटा वडामा बालमैत्री घोषणा गर्ने लक्ष्य राखेका छौँ र यसमा हाम्रो 3, 4, 12 र 16 वडाहरू पर्छन् र यसमा यो असारसम्ममा हामीले चाहिँ यो बालमैत्री वडा घोषणा गर्ने उद्देश्य राखेर कार्यक्रमहरू पनि अगाडि बढिरहेको छ। वडामा अहिले गणकहरू छनौट भएर वडामा तथ्याङ्कहरू लिने कामहरू भइरहेको छ र अनि हामीले चाहिँ प्रोफाइलहरू तयार पार्दैछौँ। शाखाबाट हामीले यो वर्ष यो लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण पनि गरेका छौँ र त्यही अनुसार अब त्यो परीक्षणको रिजल्ट अनुसार अब हामीले चाहिँ महिला सशक्तिकरणको लागि कार्यक्रमहरू अगाडि बढाउँछ। त्यसै गरी हामीले चाहिँ दिवसीय कार्यक्रमहरू अब जस्तै अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, अपाङ्गता दिवस, बाल दिवस अनि अन्तर्राष्ट्रिय महिला दिवस अनि लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान अनि यस्ता दिवसीय कार्यक्रमहरू पनि हामीले सञ्चालन गर्दै आइरहेका छौँ। र अनि यसै गरी महिलाहरूको लागि वित्तीय साक्षरता कार्यक्रम यो पनि एकदमै प्रभावकारी कार्यक्रम हुँदो रहेछ। हामीले चाहिँ यो कार्यक्रम पनि सञ्चालन गरेका छौँ। यसमा चाहिँ महिलाहरूलाई के अरे सचेतना गराउने जस्तै अब वैदेशिक रोजगारबाट आएका पैसाहरू हुन्छन् त्यो पैसाहरूलाई उनीहरूले कसरी सदुपयोग गर्ने त्यसलाई चाहिँ बचत गर्नुपर्छ, हिनाबिना गर्नु हुँदैन अनि घरमा महिलाहरूले पनि केही न केही उद्यम गर्नुपर्ने हुन्छ अनि त्यो पैसाहरू हिनाबिना गर्ने श्रीमानले कमाएर पठाएको पैसाहरूलाई हिनाबिना गरेर नोक्सान पार्ने त्यस्तो होइन कि घर बसेर महिलाहरूले पनि केही न केही कामहरू गर्ने अनि उनीहरूले कमाएको चाहिँ घरको खर्च चलाउने श्रीमानले कमाएकोलाई बचत गर्ने यस्ता कुराहरू चाहिँ सिकाइ हुन्छ त्यहाँ चाहिँ। अनि समूहमा बसेर बचतहरू गराउने उद्यमशील बन्ने भन्ने कुराहरू विशेष गरी त्यसमा जोड दिइन्छ। यसरी वित्तीय साक्षरता कक्षाहरू पनि हामीले सञ्चालन गरेका छौँ। समग्रमा हाम्रो नगरपालिकाबाट महिला बालबालिका ज्येष्ठ नागरिकहरूको लागि अब यस्तै कामहरू भइरहेको छ र अनि ज्येष्ठ नागरिकहरूको लागि चाहिँ विशेष हामीले चाहिँ सचेतनामूलक कार्यक्रमहरू नै सञ्चालन गर्छौँ र अनि यो हाम्रो ज्येष्ठ नागरिक परिचय पत्रहरू पनि वितरण गर्नको लागि हाम्रो यस नगरपालिकामा वडामा ढड्डाहरू लगेको छ। निर्णय गराएर वडाबाट यो ज्येष्ठ नागरिक परिचय पत्रहरू चाहिँ वितरण गरिराखिएको छ। ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरिन्छ नि? हजुर, ज्येष्ठ नागरिक सम्मान कार्यक्रमहरू पनि गरिन्छ। यस वर्ष चाहिँ हामीले ज्येष्ठ नागरिक शताब्दी पार गरेका ज्येष्ठ नागरिकहरूलाई 100 वर्ष पार गरेका ज्येष्ठ नागरिकहरूलाई सम्मान पत्र र अनि त्यसपछि थर्मस दिएर अनि सम्मान गरेका थियौँ। आजका बालबालिका भोलिका कर्णधार हुन्, भोलिका यो देश हाँक्ने नागरिक हुन् र त नगरपालिकाले बालमैत्री अभियानलाई समेत प्राथमिकतामा राखेर काम अगाडि बढाइरहेको छ। हामीले काउसित नगरपालिकामा 2083 साल फागुन मसान्तसम्म नगर बालमैत्री स्थानीय शासन कार्यक्रमको घोषणा गर्ने उद्देश्य अनुरूप हामी अगाडि बढिरहेका छौँ। यसै अनुसार हाल विगतको कार्यपालिकामा हामीले समग्रमा प्रतिबद्धता जाहेर गरिसकेका छौँ। हामी सबै जनप्रतिनिधिहरूले प्रतिबद्धता जाहेर गरिसकेका छौँ। यही क्रममा हामीले कार्यपालिकाको निर्णयअनुसार वडा नम्बर 16, 12, 4 र 3 नम्बर छनौट भएर कार्य प्रक्रिया अगाडि बढिसकेको छ। यसका लागि अहिले चालु यो वर्षमा आर्थिक वर्ष 81-82 को लागि 11,50,000 बजेट विनियोजन भएको छ। सोही अनुरूप हामीले कार्य प्रक्रिया अगाडि बढाएका छौँ। यिनै 4वटा वडाहरूमा वडा समिति, वडा अध्यक्षको अध्यक्षतामा वडा समिति, वडा बाल अधिकार समिति,
गठन गरिसकेको छ, जसमा महिला स्वास्थ्य स्वयंसेविका पनि हुने हुनाले महिला स्वास्थ्य स्वयंसेविकाको सङ्ख्याको आधारमा हेर्दाखेरि 18 देखि 19 जनासम्म यसमा चाहिँ समिति गठन भइसकेको छ। यसको अतिरिक्त त्यहीँभित्र पनि सम्बन्धित वडा समितिको वडा सदस्यलाई हामीले एउटा फोकल पर्सन तोकेका छौँ, जसले गर्दा सबै चाहिँ कोअर्डिनेसन गर्न सक्ने वातावरण र यता हाम्रो नगरपालिकाको कर्मचारी र वडा बिचको सम्बन्ध कायम गर्नको लागि वडा सदस्य मार्फत हामीले छलफल गर्दै अगाडि बढाइरहेका छौँ। र यसमा अझ प्रभावकारी ढङ्गले बालमैत्री नै स्थानीय शासन कार्यक्रम गर्नको लागि सबभन्दा बढी प्रभावकारी ढङ्गले चाहिँ प्रत्येक टोलमा टोल बाल समूह र वडा स्तरीय बाल सञ्जाल समेत गठन गरिसकेको छ। हामीले अब गठन त गरियो, संस्थागत ढङ्गले चाहिँ हामीले प्रक्रिया अगाडि बढाइयो। अब यो गर्नुपर्छ भन्ने सचेतना पनि भयो, के इन्डिकेटरहरू पुरा गर्नुपर्छ भन्ने जानकारी पनि हामीले सम्बन्धित वडामा गरिसकेका छौँ। स्वास्थ्यतर्फ नगरपालिका गम्भीर छ। हरेक वडामा स्वास्थ्य चौकीको स्थापना, ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको विस्तार र ज्येष्ठ नागरिकका लागि घरमै पुगेर गरिने जाँच कार्यक्रमहरूले कावासोतीमा स्वास्थ्य पहुँचको नयाँ परिभाषा दिएको छ। खानपान जीवनशैलीका कारण पछिल्लो समयक्रममा दीर्घ रोगहरू बढ्न थालेका छन्। यसलाई मध्यनजर गरी विभिन्न क्षेत्रमा योग सञ्चालन गर्नेदेखि स्वास्थ्य सचेतनाका काममा समेत नगरपालिका लागि परेको छ। आधारभूत स्वास्थ्य सेवा नै हो। आधारभूत स्वास्थ्य सेवा अन्तर्गत खोप सेवा, त्यसपछि गएर पोषण सेवा, अनि नवजात शिशु तथा बाल रोगको एकीकृत व्यवस्थापन गर्ने सेवा छ। परिवार नियोजन सेवामा 5 वटा चाहिँ साधनहरू चाहिँ उनीहरूलाई काउन्सेलिङ गरेर चाहिँ उपलब्ध गराउने, जुन उनीहरूलाई सुट गर्छ त्यो सेवाहरू दिने गरिएको छ। गर्भवती जाँच सेवा, प्रसुति तथा सुत्केरी जाँच, सरुवा रोग नियन्त्रण कार्यक्रम, नसर्ने रोगको अभिमुखीकरण तथा सचेतना, स्वास्थ्यकर्मी प्लस समुदायका सरोकारवालाहरूलाई सचेतना अभियानहरू सञ्चालन गर्ने। अब बेला बेलामा महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि पनि यो शाखाले काम गर्दै आएको छ, जस्तै कोभिडको बेलामा धेरै गरेको थियो। यसै गरी अरू प्राथमिक स्वास्थ्य सेवामा सामान्य उपचार सेवा पनि हाम्रा स्वास्थ्य चौकीहरूको मार्फत कार्यक्रमका यो जुन स्वास्थ्य प्रवर्धनका अतिरिक्त सामान्य उपचार सेवा पनि दिँदै आएको छ। र त्यसपछि स्वास्थ्य व्यवस्थापनका कार्यक्रमहरू स्वास्थ्य व्यवस्थापन समिति छ, एउटा सञ्चालन तथा व्यवस्थापन समिति मार्फत पनि गर्ने गरिएको छ। त्यस्तै गरेर अब औषधिहरू नियमित रूपमा आपूर्ति गर्ने, 98 प्रकारका निःशुल्क औषधिहरू नियमित रूपमा उपलब्ध गराउने पनि गर्दै आएको छ। अनि त्यसै गरी स्वास्थ्य स्वयंसेविकाहरूलाई परिचालन गरेर स्वास्थ्य स्वयंसेविकाहरू मार्फत समुदायमा विभिन्न घरबेर, गाउँघर क्लिनिक, सरसफाइ कार्यक्रम, जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू पनि उनीहरू मार्फत गर्दै आएको। गाउँघर क्लिनिक सञ्चालन गर्ने, हामीसँग 23वटा चाहिँ खोप केन्द्रहरू छन्। खोप केन्द्र मार्फत हरेक महिना चाहिँ नियमित रूपमा खोप लगाउने कार्यक्रम गरिएको छ, गर्दै आइएको छ। त्यसका अतिरिक्त असल अभ्यासका रूपमा बेस्ट प्र्याक्टिस भनेर अब आमा स्वास्थ्य कार्यक्रम छ। हामी कहाँ यो पालिकामा एउटा रोल्पामा छ, 2टा मात्रै पालिकामा नेपालमा यो सञ्चालन हुँदै आएको छ। आमा सुरक्षा कार्यक्रमको अतिरिक्त पनि आमा स्वास्थ्य कार्यक्रम भनेर 74 सालमा सुरु भएको, त्यो नियमित रूपमा सञ्चालन भइरहेको छ। त्यसपछि घरधुरी चाहिँ नि यो 0 होम डेलिभरी अन्तर्गत घरधुरी सर्वेक्षण गरेर गर्ने कार्यक्रमहरू पनि हामीले सञ्चालन गरेका छौँ। ज्येष्ठ नागरिक घर दैलो स्वास्थ्य सेवा पनि एउटा असल अभ्यासको रूपमा हामीले नियमित रूपमा 3 सालदेखि यता सञ्चालन गर्दै आइरहेका छौँ, 3 आर्थिक वर्षदेखि। अनि नियमित रूपमा पोषणको लेखाजोखा कार्यक्रम स्कुल समुदायमा गएर 5 वर्ष मुनिको बच्चाहरूको पोषणको लेखाजोखा गर्ने, तौल लिने, हाइट लिने, पाखुराको नाप गर्ने र कुपोषणमा परेका बच्चाहरूलाई चाहिँ हामीले ओटिसी सेन्टरमा लगाएर उपचार गर्ने, आवश्यक परे इनपेसेन्ट चाहिँ थेरापिटिक सेन्टरमा भरतपुर अस्पताल पनि रेफर गरेर गर्ने कामहरू चाहिँ हामी नियमित रूपमा गर्दै आएका छौँ। त्यो पालिकाभित्र स्वास्थ्य संस्थाहरूको अवस्थाको के हो, कतिवटा? अब हामीका अहिले 18वटा स्वास्थ्य संस्था छ, 12वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, 5वटा स्वास्थ्य चौकी, एउटा आयुर्वेद स्वास्थ्य केन्द्र गरेर 18वटा चाहिँ हाम्रो पालिका अन्तर्गत छ भने प्रदेशको अन्तर्गत रहेको पनि अब प्रोभिन्सियल हस्पिटल मध्यबिन्दु अस्पताल भन्ने हाम्रै नगरपालिकाभित्र छ र त्यसको पनि रेकर्डिङ रिपोर्टिङहरू चाहिँ हामी थ्रु नै हुने हुनाले हामीले उसको रिपोर्टिङ, रेकर्डिङ हेर्ने र काउन्ट गर्ने गर्छौँ। यति चाहिँ संस्थाहरू छन्। यसका अतिरिक्त हामीसँग करिब
15वटा 4वटा अस्पताल र अरू 11वटा चाहिँ नि क्लिनिक गरेर 15वटा चाहिँ नि निजी स्वास्थ्य संस्था पनि हामीसँग आबद्ध भएर दर्ता भएर रिपोर्टिङ गर्ने मासिक रूपमा रिपोर्टिङ गरेर काम गर्ने गरिरहेका छन्। कावासोती आज आर्थिक गन्तव्यको रूपमा पनि उभिँदैछ। वडा नम्बर 3 मा नमुना सदरमुकाम निर्माण हुँदैछ भने लोकहामा प्रस्तावित औद्योगिक क्षेत्रले भविष्यमा हजारौंलाई रोजगारी दिनेछ। यी दुई योजना कावासोतीको थप विकासका लागि कोसेढुङ्गा साबित हुनेछन्, जसले विकासको नयाँ यात्रामा पालिकालाई अघि बढाउनेछ। हजारौं रोजगारी सिर्जना हुनेछ। आर्थिक विकासको गतिमा नगरपालिका द्रुत गतिमा बढ्नेछ। सबै क्षेत्रहरूमा कावासोती नगरपालिकाले कामहरू गर्दै आइरहेको छ। सिप विकास पनि उत्तिकै अगाडि बढिरहेको छ र स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनमा पनि नगरपालिकाले एकदमै तीव्र रूपले अगाडि बढिरहेको छ। अनि विभिन्न सिप विकासका तालिमहरू पनि दिइरहेको छ। यसको परिणाम बिस्तारै उपलब्धि भइरहेको अवस्थामा पनि देखिएकै छ। सबै युवाहरू स्वदेशमा बसेर केही न केही गर्ने हिसाबले हामीले युवा स्वरोजगारका कार्यक्रमहरू पनि वैदेशिक रोजगार बोर्डबाट हामीले समन्वय गरेर उहाँहरूको सहयोगमा विभिन्न तालिमहरू पनि चलाइराखेको अवस्था छ। कृषिमा उत्तिकै हामीले कार्यक्रमहरू सञ्चालन गरिराखेका छौँ। बिउ बिजनहरू निःशुल्क वितरण गरिराखेका छौँ र पूर्वाधारमा पनि कावासोती नगरपालिकाको विभिन्न माग अनुसार पूर्वाधारका योजनाहरू पनि हामीले काम गरिराखेका छौँ। पालिका अब जनतासँग टाढा छैन। सेवा छिटो, सरल, पारदर्शी र उत्तरदायी बनाउने सङ्कल्पसहित हरेक वडा कार्यालय जनताको घरको नजिक पुगेको छ। कावासोती अब एक नयाँ युगको ढोका खोल्दैछ, जहाँ प्राकृतिक स्रोत, सांस्कृतिक पहिचान, नागरिक चेतना र समुचित योजनाले मिलेर बनाउँछ समृद्ध, समावेशी र सुन्दर कावासोती। नगरपालिका अगाडि बढ्दैछ।
तर यस यात्रा सफल हुन हामी सबैको साझा सङ्कल्प, सहभागिता र जिम्मेवारी जरुरी छ। हातेमालो गरौँ र बनाऊ हाम्रो सपना, हाम्रो कावासोती।